हेलो नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि हजुरहरूलाई। आज म चाहिँ यता टोकियोको मिचाजु जिङ्गु भन्ने मन्दिरमा घुम्न आएको थिएँ, तर आज पनि घुम्न पाइनँ। 4:10 सम्म खुल्ला हुन्छ, तर म ढिलो आएँ। आज पनि ढिलो आएँ भन्दा पनि छिटै हिँडेको थिएँ अरू दिन भन्दा, तर आज चाहिँ के भयो भन्दाखेरि ट्रेनै मिसम्याच भयो। कहाँ के हो मिसै पाइनँ, त्यही भएर आज चाहिँ ढिलो भयो। तर पनि यता रमाइलो छ, एकदम भिड छ, बवाल छ। हजुरले देख्न सक्नुहुन्छ औडा धेरै भिड छ आज यता। त्यही भिडको माझमा अब क्यामेरा ठडाडै हिँड्नु पर्यो। अब दामी चिज देखाउँछु र अचम्मको चिज हाम्रो लागि त अचम्मै हुन्छ। के छ भन्दाखेरि यता माइक्रो पिग हाउस छ। माइक्रो पिग हाउस जहाँ त्यो चोचे बुङ्गुरको बच्चाहरूलाई लिएर खेलाउने अनि रिल्याक्स फिल गर्ने यसो केही ग्लिम्सहरू देखाउँछु है। कतिको मुखमा त पानी आयो होला तर यस्तो यो फेरि के छ पिक क्याफे छ त फेरि के यता बुङ्गुर खाने हो क्या? यता पाल्ने यता खाने त्यो त होइन। जस राम्रै रहेछ, वातावरण राम्रो रहेछ, रिल्याक्स गर्ने ठाउँ भएछ अलिकति, त्यही हो। अघि नि बुङ्गुर हेरिसक्नु होला। अहिले यता चाहिँ हो यो मुसा जस्तो छुचुम्रो जस्तो चिज र कुकुरसँग खेल्ने, यता तिनीहरूसँग खेल्ने अनि टाइम स्पेन्ड गर्ने, त्यति हो फेरि काम चाहिँ। धेरै रमाइलो कुराहरू पनि छन्। ए फोटो खिच्न पाइँदैन अरे यता, सुन्दर रहेछ यता। अब फोटो खिच्न नपाएपछि अब देखाउनु मिलेन, तर पनि देखाउँछु लाउनु यता साइडमा हो अलिकति। यस्तो भिडमा पनि फोटो खिच्न पाइनँ भन्न त मिलेन नि होइन। अहिले चाहिँ म कहाँ हिँड्दैछु भन्ने कुरो ट्याक्कै डेस्टिनेसन बिना त्यत्तिकै ऱ्यान्डम पाराले हिँडेँ। आएको त्यो मन्दिर बन्द रहेछ, अब ऱ्यान्डमै घुम्ने हिँड्ने भनेर हिँडेको। जस रमाइलो छ यता, तर कहाँ हिँडिरहेको छु चाहिँ थाहा छैन। अब डुल्ने अब घर जाने बेला भएपछि अब स्टेसन खोज्ने अनि जाने। अरूपट्टि त ठिकै हो, जतिखेर नि हुन्छ। यो झिलिमिली चाहिँ अब डिसेम्बर लागेसँगै अब यता बाटोभरि रुखैभरि जतासुकै एक भइरहेको छ। मान्छेहरूको ताती हेर्नु न, यो पुरै यतापट्टिको लाइन पनि भरिएको छ, यतापट्टिको लाइन पनि भरिएको छ। यता यो चाहिँ खेल्न मन लागेको, यो चाहिँ चलाउनु मन लागेको अलिकति, हेर्दै रमाइलो छ। यो अघि नि लडेको पेसेन्टहरूलाई त यतै लिएर आएको त फेरि अब फेरि यता रोकिदिनु ल। सिरियस इस्यु जस्तो लाग्यो, एकदम गम्भीर भयो जस्तो। यता हस्पिटल यतै भयो जस्तो मान्थेँ मैले अघि नि आउँदाखेरि। यो डोरको माथि चाहिँ त्यो बिल्डिङमा चाहिँ ओपन स्पेसमा गार्डन टाइपले बनाएको त्यो छतमा चाहिँ एकदम क्याफे पपुलर क्याफे हो त्यो नि। एक्लै लन्ठाङ के छिरेर के खाने रहेछ होइन, न त छिर्न हुन्थ्यो। हजुरलाई कता हिँडेको जस्तो लाउँछ होला, म थाहै छैन कता हिँडेकै थाहै छैन। लखर हिँड्ने, कता जता राम्रो देख्छु, जता झिलिमिली देख्छु, जता ओहो जस्तो देख्छु त्यतै हिँड्छु। अहिले घामले गर्दा यताको बिल्डिङहरू राम्रो देखेको थिएँ, अब यतै हिँड्छु। तर कस्तो पर्पल टाइपको कस्तो दामी कलर आएको थियो नि,
कस्तो दामी देखियो स्काई पनि अघि नैको काठ यसको लागि त लाइसेन्स पनि चाहिन्छ होला छुट्टै खालको यो बिल्डिङको स्ट्रक्चर हेर्नु कस्तो दामी है एकदम दामी हजुरहरूले नदेख्नु भएकोले हेर्नु के अरे देख्नु भएको छ भने अब ठिकै छ राम्रो नदेखेकोलाई हेर्नु अनि जापान कस्तो छ भन्ने हजुरहरूलाई लाउँछ भने यता हेर्नुहोस् यही हो चमक धमक रमक यही छ जापानमा मान्छेहरू लखर 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 लेडै मेसीसँग हिँडे जस्तो लाउँछ त्यस्तो त होइन तर पनि बिल्डिङहरू हेर्नु यही हो जापान भन्नाले पनि त्यस्तै हो सबै बिल्डिङहरू ठुल्ठुलो बिल्डिङहरू बत्तीहरू भिडहरू रमाइलो गर्नेलाई रमाइलो नहुनेलाई तनाव त्यस्तै छ यत्रो लखर लखर हिँडे केही मेसो छैन कहाँ जाने के गर्ने कतातिर मोडिम भन्ने पनि थाहा छैन यसो हेर्दै आएँ म यतातिर किन आयो भन्दाखेरि यो बिल्डिङहरू देखेँ त्यही भएर यता आयो रिजन यही हो खाली लखर लखर डुल्दा नि झ्याउ रहेछ कसरी डुल्ने भन्ने पनि थाहा नहुने तर यहाँ थुप्रै ब्रान्डहरू रहेछन् यहाँको ठाउँ हेर्दा कस्तो पुरानो टाइपको तर कुल टाइपको ठाउँ रहेछ ठुल्ठुलो बिल्डिङ नै जस्ट सानो चुटुक्काको जे चाहिन्छ त्यही यो खै के हो नर्थ फेसको यतापट्टि गएर रेबनको उतापट्टि गएर यो पोलो के भन्ने टी सर्ट हुन्थ्यो त्यस्तो सबै ब्रान्डेड तर चुटुक्काको तिनीहरूको मात्र बिल्डिङ हेर्नु न कस्तो कुल छ है भर्खरै आएको ठाउँ र अहिलेको ठाउँ कति शान्त हो अहिले चाहिँ शान्त आनन्द रिल्याक्स सब चिलमा कोही हतारै छैन केही छैन सबै विदेशी अलि धेरै विदेशी छन् क्या भाइब छुट्टै है बिल्डिङहरू पनि यताको कस्तो कार्टुन टाइपको हो कि कार्टुनिस हुन्छ नि कार्टुनमा भए जस्तो हो त्यस्तै हो बिल्डिङहरू हेर्दै कस्तो आनन्द अर्कै भाइब्स पुरानो कस्तो न कस्तो वाला फिल हुने कि नस्टल्जिया कि के जाति भन्छ नि हो त्यस्तै फिल भइरहेको हेर्नु न यो कार्टुनहरूमा हेर्नु अहिले म ह्यारी पोटरको फ्रेन्चाइजीमा आएको छु यहाँ सामानहरू हेर्नलाई लिन त के लिने हो कुनै कामको जस्तो
यस्तै यस्तै रुखहरू यो एरियामा धेरै छ, त्यही भएर यही हेर्नको लागि र यहाँ भिडियो बनाउनको लागि आउने गर्दछन्। तर म चाहिँ आज भित्र छिर्न पाएकोले आज यस्ता यस्तै पनि केही देखिनँ र भिडियो बनाउन पनि खासै मनै लागेन रुखहरू गर्दा। भर्खरै एउटा लिइसकेँ मैले, एउटा यतापट्टिको जापान भन्नेको कुन चाहिँ लिएँ, यहाँ बेइए छ उता छ। आजलाई यति नै भन्दै यो ड्रिङ्क्स लिएर टाटा बाई बाई, धन्यवाद।